यो भिडियो हेर्नुहोस् त पहिला। यो भिडियो मार्फत चाहिँ म आफ्नो जेनजीहरूलाई सतर्क गर्न चाहन्छु, यस्तो भाइलेन्स मोडमा चाहिँ नजानै भुलेर पनि पिस प्रोटेस्ट गर्नु है। हामीलाई कुनै पार्टी पोलिटिक्ससँग हामीलाई कुनै कारोबार छैन, मतलब छैन। गोर्खाल्यान्डको माग आफ्नो माटो बचाउनुको माग हो यो। कुनै पार्टी पोलिटिक्समा पसेर कसैको कुरा सुनेर भाइलेन्स मोडमा चाहिँ भुलेर नजानु है जेनजी। केसमा केस, जेलमा जेल हुन्छ है। यति त तिमीहरूले पनि बुझ्नु सक्छौ है। जोसमा होस् नखुनु है। अहिले हाम्रो पहाडमा आफ्नै नेपाली दाजुभाइहरू नयाँ नयाँ पार्टी, अरू कुन कुन पार्टीहरूले जेनजीहरूलाई युज गरेर भाइलेन्स मोडमा लानु खोज्दैछ पुरा है। किन भाइलेन्स मोड गर्नु, किन यस्तो गर्नु? पिस प्रोटेस्ट गर। यो जसले जोस्याउँछ नि यो पार्टी त्यो पार्टी त्यस्तो भनेर, कुनै पार्टी यो त्यस्तो होइन। हामीलाई कुनै पार्टीको मतलब छैन, हामीलाई गोर्खाल्यान्डको मतलब छ।